जन्म दर्ताको प्रमाणपत्रलाई 1.5 लाख, 1 रुपैयाँ लियो छैन सर। नागरिकताको सिफारिस सहित भए कति? होइन सर 3 लाख। होइन सर प्लिज होइन है, मैले 1 रुपैयाँ पनि लिएको छैन सर। ए पाइसक्नु भएको छैन? होइन लिएकै छैन, फाइनल मात्रै भएको छ। लिएकै छैन सर। मागेको चाहिँ किन? मैले मागेको पनि छैन सर। नागरिकताको सिफारिस सहित भए 3 लाख, नत्र अहिले जन्म दर्ता 1.5 लाखमा लिएर जाऊ भनेर भनेको रेकर्ड देखाउँ तपाईँलाई। मारवाडीमा लगेर सेवाग्राहीलाई लिएर गएर मारवाडीमा लगेर 8-9 वर्षसम्म मारवाडीमा राखेर चिया खाएकोमा भन्ने त नले पानी परेको थियो त्यो दिन। तपाईँलाई त घरमा पोको पारेर खाजा सेट नै लानु पर्यो नि 3100 को बिल देखाऊ। होइन सर त्यो म्याडम सर मैले त्यो विषयमा म आफैले पैसा दिएको। कति पैसा? 3100 हजुर। के रसबरी के रे उहाँले मिठाई? चाहिँ माथि चाहिँ चाट के खानुभयो, मिठाईहरू पनि खानुभयो। मैले उहाँलाई सर यस्तो स्विट किन खानुहुन्छ उहाँले मलाई अफर गर्नुभएको थियो। मैले होइन मैले स्विट खान्न भने, तपाईँ लिनुहोस् न भने। अनि उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अनि तपाईँको स्वास्थ्य त ठिक छ नि सर, मिठाई यति नखानु भन्ने कुरामा मैले स्वास्थ्य ठिक छ नि सर भन्दाखेरि उहाँले बाहुनको छोरो जता गुलियो त्यतै भुलियो भन्नुभयो। अनि उहाँले मिक्स पनि लानुभयो, 1 डिब्बा लानुभयो। जहाँ गुलियो त्यही बाहुन भुलियो होइन सर? ढुङ्गाना सर होइन सर एकछिन त्यो होइन है सर, त्यो होइन है सर। उहाँले आफ्नो घरमा 2टा लानुभएको हो, त्यो होइन है। मिठाई होइन त्यो चिया हजुरले खाने भन्नुभएको। ल भन्नुहोस् न।